सर्वप्रथम त नमस्ते सबैजनामा एकमुष्ट र विशेष गरी चाहिँ आउँदै गरेको होलीको सबैजनालाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। विशेष गरी देश तथा विदेश र स्वदेशमा रहनुहुने र साङ्गीतिक प्रेमी र राजनीतिक दल सम्पूर्णलाई एकमुष्ट फेरि पनि होलीको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। विशेष गरी सबैजना आफ्नै काम आफ्नै कार्यतामा व्यस्तता हुनुहुन्छ होला, तर पनि चुनावको माहौल छ देशमा। हामी बस्ने देशमा चाहिँ युद्धको सङ्केत छ। सँगै हाम्रो देशमा चुनाव हुँदैछ। कृपया होली खेल्नु होला, तर आफ्नो ध्यान दिएर एकदमै ध्यान पुर्याएर होली खेल्नु होला भन्न चाहन्छु यो भिडियो मार्फत। विशेष गरी यो पालिको होली अलि डेन्जरस पनि हुनसक्छ, किनभने जताततै त्यस्तै माहौल चलिरहेको छ। खासै देशको स्थिति सँगै बाहिरको देशको स्थिति पनि खासै राम्रो छैन। त्यो भएको कारणले गर्दा सबैजना आफ्नो सेफ ठाउँमा बसेर सेफ ठाउँमा रहेर होली खेल्नु होला, होली मनाउनु होला। हामी त विदेशमा होली मनाउने त त्यस्तै हो, यो ड्युटी पनि छैन, यत्तिकै बसिरहेको छौँ। अब कतारमा मिसाल प्रहार भइरहेका छन्, तर पनि हामी रुममा बसेको छौँ र ड्युटी चाहिँ अफ गरिदिएको छ कम्पनीले। सो केही दिन पछाडि ड्युटी चालु हुन्छ होला। तर पनि सबैजना आफ्नै काम आफ्नै ठाउँ आफ्नै काम व्यस्ततामा भए तापनि आफ्नै देशमा रहेर होली मनाउँदै हुनुहुन्छ भने पनि कृपया होली राम्रोसँग मनाउनु होला, ताकि यो पालिको होली त्यति अब भनौँ न भने जस्तो हुँदैन, तर पनि राम्रोसँग मनाउनु होला भन्न चाहन्छु तपाईँहरूलाई। हामी त होली यस्तै छ होइन, परदेशमा होली त हुन्थेन, तर पनि देशको यस्तै छ अवस्था। यतिखेर हामी बसेको ठाउँमा पनि अलिक गाह्रो नै छ र त्यो भएको कारणले पनि अझै झनै गाह्रो छ। र तपाईँहरूको माझ भने आज यही शुभकामनासहित उपस्थित भएको छु। आशा छ आजको भिडियोलाई पनि पुरै हेरेर माया दिनुहुनेछ भन्ने आशा गर्दै अब भने तपाईँहरूको माझबाट बिदा हुन चाहन्छु। नमस्ते। अब भने 2083को होलीमा भेटाउनेछौँ। 2082 पनि लगभग नजिकै आउँदैछ र यो होली लाई हामीले अब भोलिदेखि फेरि बिदा गर्नेछौँ। एक दिन ट्राईमा रहनेछ भने 18 गते पाहाडमा रहनेछ भने 19 गते ट्राईमा हुनेछ र 20 गते बिदा र 21 गते चुनाव हुनेछ। माहौल पुरा तातिएको छ। आशा छ भिडियो पुरै हेर्नु होला र गोरे जेठा युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब गर्न भन्ने नभुल्नु होला। नमस्ते।